स्ट्रङ हुन सक्नुभएको कुरा स्थिति तपाईँ कसरी आफूलाई सम्हाल्नुहुन्छ, तपाईँ कसरी मुभ अन हुनुभयो भन्नुहुन्छ नि। म यसरी हुन्छु, रुन्छु, कराउँछु, चिच्याउँछु, आफै फेरि चुप बस्छु क्या। मलाई सम्झाउने, बुझाउने, मेरो आफ्नो भन्ने कोही छैन क्या। म रुन्छु 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 अनि म आफै चुप लाग्छु क्या। किनभने म रुँदाखेरि नरु भन्ने मान्छे नै छैन, त्यसैले आफै रुने, आफै चुप बस्ने। गाह्रो चाहिँ लास्टै गाह्रो भइरहेछ। लु एउटा प्रेम तिमीले जसरी अनि उसँग झगडा हुन्छ अरे, झगडा भएपछि त्यो केटा चाहिँ अरू केटीसँग बोल्छ अरे, अनि अरू केटीसँग मस्किन्छ अरे, अरू केटीसँग सँगै जिउने बाचा कसम देखेर सपना सजाउँछ अरे। त्यसपछि के हुन्छ तिमीहरूलाई लु भन। म अहिले यो यस्तो कुरा भइरहेको छु कि मान्छेले सहन नसकेर मृत्यु रोज्छ नि, हो त्यो अवस्थामा छु क्या म त्यो अप्सनमा छु। मैले जिन्दगी रोज्नु कि मृत्यु, त्यो अप्सनमा छु। कस्तो टाउको दुख्यो। माउसलाई दिदी कहाँ आउने, मलाई रुममा त बस्नु मन छैन। जसलाई मेरो आँसुको कदरै थिएन, जसलाई मेरो आँसुको कदरै थिएन, उसको लागि पटक पटक रुइरहे। जसलाई मेरो कुनै मायाको अस्तित्व नै थिएन, उसैकै लागि ज्यान दिनु दिइरहे। तर अन्तिममा साँच्चीकै उसले नै मलाई एक्लो बनाएर गयो। आज हेर न, धेरै रित्तिएको छु, मसँग केही छैन भन्ने सायरी भन्नु है भनेर त। आया टाउको दुख्यो गाइज। पहिले त्यो माया गर्ने मान्छेले क्या, पहिले त्यो माया गर्ने मान्छेले उसलाई म रुएर जितेँ क्या। जति नै ऊ रिसमा होस्, जति नै जे गरोस्, तर म रुँदाखेरि ऊ फर्किन्थ्यो क्या, उसको मन फर्किन्थ्यो। नरु न, तेरो लागि म छु त, किन रुको, तेरो आँखामा आँसु सुहाउँदैन भन्थ्यो क्या त्यो मान्छेले। जो मान्छेले आज आएर मलाई कहिलेकाहीँ याद आउँदैन, आउँछ नि होइन, आउँदैन याद। बिर्सिन सकिन्छ त, बिर्सेर जाने मान्छेले पो बिर्सेर जान्छ त। याद गरेर बस्ने मान्छेले त कहाँ बिर्सिन सक्छ त होइन साथीहरू। धेरै गाह्रो हुन्छ नि। टाउको दुख्यो साथीहरू मलाई त।
हाम्रो पनि त मन हो नि होइन दुखिहाल्छ नि